नाचिरहनु भएको छ। उहाँलाई हरिकीर्तन भजन भनेपछि परलै सोकिनुहुन्छ है। उहाँ परलै नाच्नुहुन्छ, रमाइलो मान्नुहुन्छ परलै। रमाइलो हुन्छ, साह्रै रमाइलो हुन्छ। हरिकीर्तन गीत बाजा भनेपछि मलाई धेरै सोखिन, पहिल्यैदेखिबाट नाच गार्नु भनेपछि म धेरै सोखिन, मन पराउनुहुन्छ है। मेरो घर खाँक्री दार्जिलिङ खाँक्री 2 हो। उहाँको नाम चाहिँ दामोदर रिजाल, मेरो नाम विष्णु प्रसाद रिजाल हो। हाम्रो घर खाँक्री 2 दार्जिलिङ खाँक्री 2 हो। सिमली बजार हो हाम्रो घर। उहाँ पनि हाम्रो घर सिमली बजार हो, दार्जिलिङ खाँक्री 2 सिमली बजार। बुवाको नाम दामोदर रिजाल, मेरो नाम विष्णु प्रसाद रिजाल। अब श्रीराम बाजे आउनु भएको छ गल्छीबाट, श्रीराम बाजेको छोरा आउनुभएको छ। उहाँ हाम्रो बुवाको साथी, आज 2 जना साथी भेट भएको म आएर खुसी हुनुभएको छ। तपाईँ 2 जना साथी होइन? तपाईँ 2 जना साथी होइन हो? तपाईँ 2 जना साथी हो? ए ल साथी नाच्नु त आज भेट भएको दिन रमाइलो गर्नुपर्छ ल त हो। स्याबास ल, साथी रमाइलो भएको दिन होइन, कति खुसी हुन्छ। साथी भने यस्तो हुँदो रहेछ, साथी भनेको हितको साथी हुँदो रहेछ ल। हेर्नुहोस् साथी हितको साथी रहनु त कति रमाइलो। साथी भेट भएको छ। बुढेसकाल लगाएपछि साथी भने त्यति महत्त्व हुँदो रहेछ ल। साथीहरू अच्छा छन् कि उहाँ साथीहरू। ल म हालिदिइहाल्छु। तपाईँहरू साथी भेट भएर यस्तो रमाइलो नाच्यो भने म हालिदिनु त।